तर बाघ चाहिँ आउनासाथ चल्नासाथ कोही न कोही कराउँछ होइन मृगहरू बाँदरहरू नजिक छ भने चाहिँ कराउँछ तर कहिलेकाहीँ त मृग बाँदर नजिकै नहुन पनि सक्छ यत्तिकै पनि आउँछ भागिसकेको हुनसक्छ हामी 10 भने हामी कत्रो आउँछ भाग्यो सबै बाघ भाग्यो सबै बाँदर भाग्यो बाई चारजना 4-5 जना त्यो बाघले बनाएको स्ट्राटेजी होइन बोक्रा उठेको हात्तीले भयो कसार्ने बेला बोक्रा उठेको पहिला भने चाहिँ मान्छेले नबनाउन्जेलसम्म यो थिएन है यस्तो यो रोडहरू पनि फायर लाइन रोडहरू बनाएको सुरुमा गस्ती गर्नलाई आगो नियन्त्रणको लागि बनाएको रोडहरू हो आज भोलि अलिकति शान्त छ म अहिले जङ्गलमा एक्लै छु दिस इज माई सेकेन्ड डे सफारी कर्मी छ 12 बजे छ दिस इज द बाल्कनी यहाँ चाहिँ खोला अलिकति चेन्ज भएर रहेछ नभए पहिला चाहिँ एकदमै राम्ररी बाघ देखिन्थ्यो अरे यहाँ सबभन्दा फेमस ठाउँ चाहिँ यही रे बाघ देख्नुलाई चाहिँ पहिला अहिले चाहिँ बिकज अफ बालुवाहरू खनेको भएर उतातिर यो खोलाको अलिकति कोर्स चेन्ज भएर यो ल्यान्डस्केपै अलिकति डिफ्रेन्ट भएको छ अरे सो देयरफोर साइटिङलाई पनि अलिकति अफेक्ट गरेछ अरे बिया उता पारिपट्टिको खोलातिर पनि देखिन्छ अरे इट्स हट एन्ड आइम स्लिपी म्यान So I guess what we do is जङ्गलमा आएपछि चाहिँ we listen to any calls कता केही कराछ कि that's the main thing that's the way to find out the tiger his location आज अलिकति सुनसानै छ तर फुल डे हो मेरो you know so let's see what happens डर चाहिँ कन्स्टेन्टली लागिरहन्छ it's nature अनि के हुन्छ वी डोन्ट नो होइन बहिनी जङ्गलमा के हुन्छ त कसलाई के थाहा होइन तपाईँ भन्नु जहाँ खाने भन्नुहुन्छ त्यही खाइदिने तपाईँलाई जे रमाइलो लाग्छ जे तपाईँ केटी मान्छेहरूको त्यो इन्स्टिङ्क्ट्स एकदम राम्रो हुन्छ अरे कि हस् One thing about this heat is that you have to hydrate. तपाईँहरू पनि राम्ररी खानु है Thank you. So look at this, man. I'm eating lunch
in the middle of the jungle, in the middle of tiger land. This is an adventure. It's crazy, but it's a crazy adventure. The fear is always there. It's always lurking. भात खायो भने लाग्यो भात खैलो कहाँ बा भात खैलो खैलो भन्ने हजुर सिम्बा सिन्बा कि सिम्बा कैसिन्बा कैसिन्बा भात खैलो म तिमीलाई मैया गर्छौ भन्ने अन्त बाघ देख्यो भन्नु लाग्यो भने बगुवा देख्थो देख्लो देख्यो देख्लो बगिया देख्लो भन्ने हैन बगिया देख्लो One thing about all these trips is, especially if you're coming during the hot seasons like this month, June, you gotta hydrate and you gotta get some good rest. I've been sleeping late and waking up really early, and dang, the sun just makes you drowsy and you cannot enjoy as much as you can if you are very, very alert and well rested. You better get some good rest. Yeah. हाम्रै 5 ठो बगुवा देख्ले जंगल है आधी रात है भन्ने गीत छ नि जंगलमा साँच्चै आधी रातमा त लास्ट डर लाग्छ होला दिनमै त डर लाग्दो रहेछ अनि बहिनी त्यो होटललाई फोन गर्दिनु त भन्नुको म त सामान्य नै होला सोचे म पनि सफारी हिँड्न हतार भइरहेको मैले फोन गरेँ तपाईको पाहुना चाहिँ ट्री हाउसबाट झर्यो रे अंकल जानु पर्यो भनेर पछिबाट मात्रै थाहा भयो कि बिचारा राति 9 बजे झरेको रहेछ लेडिज मान्छे केटी मान्छे कति उमेरको त्यस्तै 40-45 वर्षको माथिबाट झरेपछि ऊ चाहिँ यो भाँच्चिछ कि अनि त्यसपछि रातभरि नै ऊ त त्यस्तै ढलेर अब कति दिवस भएको थियो के भएको थियो अब बिहान चाहिँ 7 बजेतिर पाहुना सुतिराख्या भन्ने भयो होटलमा दिनो टाइममा जानु भएन अनि ठ्याक्क ऊहरू गएछ कि माउतीहरू त्यहाँनिर पोस्ट छ हात्तीलाई डल्ला पोस्ट त्यही अनि हात्तीलाई घाँस काट्न जाने बेला हेल्प भनेर चिच्चाइछि अनि उनीहरूले चाहिँ टाढाबाट देखिन्छ अनि डराएछ कि माथि नजिक जान अनि उसलाई फोन गर्यो चौकीदारले चाहिँ मलाई फोन गर्नुभयो हजुर विदेशी अब भाषा बुझ्दैन के भएको भनेर थाहा पाएन कि उनीहरू अब उनीहरूले चाहिँ चौकीदारलाई फोन गरेछ चौकीदारसँग चाहिँ होटलको ओनरको नम्बर रहेछ मलाई कल गर्नुभयो अनि मैले चाहिँ उहाँलाई फोन गरेँ अनि हजुरको पाहुना चाहिँ झरेछ अरे माथिबाट मैले त सिडीबाट झरेको होला सामान्य होला सोचेर त्यसपछि माथिबाट तारा फोटो खिच्नु होला माथिबाट झरेछ अनि पछि बिहान राति 9 बजे झरेको रहेछ बिहान 7 बजे मात्रै रेस्क्यु भयो त्यसपछि चाहिँ चौकीदारले फोन गरेपछि आर्मी त्यहाँनिरको पोस्टको आर्मीहरू अनि चौकीदार फरेस्ट गार्ड त्यसपछि चाहिँ होटलको गएर चाहिँ हेर्दा त यो मेरो दण्ड भाँचिछ कि यो अनि ऊ त अपाङ्गै अनि उसलाई एम्बुलेन्समा हालेर पठायो काठमाडौँ त्यहाँबाट नेपालगञ्ज ल्यायो त्यहाँ चेक गरेर काठमाडौँ पठायो काठमाडौँबाट चाहिँ उसको देश लयो नेदरल्यान्ड यो गयो अरे अब यो धारै भाँच्यो अब त्यति चाहिँ भयो अब त्यहाँ अर्को एकजना मान्छे भइदिएको भए उसले रेस्क्यु तुरुन्तै बोलाउँथ्यो रातभरि ऊ चाहिँ त्यहाँ बस्नु पर्थेन ऊ चाहिँ फेरि एक्लै बसिरहेको रहेछ त्यस्तो अहिले त्यो भएपछि चाहिँ अहिले चाहिँ एक्लै चाहिँ गेस्टलाई मात्र राख्न चाहिँ दिइरहेको छैन अनि के अरे त्यहाँ कति एकजना मात्र बस्नु चाहिँ कतिजना बस्नुहुन्छ
त्यस्तो रुम चाहिँ त्यो वाला ट्री हाउसमा चाहिँ एउटा मात्रै रुम छ रुमै छ रुमै छ माथि उसमा रुखमा अब म भोलि बस्ने भने म गएर बस्नु मिल्छ अनि त्यसमा चाहिँ अब यस्तो बिचमा रुखको दुवै साइडमा चाहिँ 2टा बेड लाउन मिल्छ कि त्यस्तो हो भने तर स्लिपिङ ब्याग लिएर जानुपर्ने उनीहरूको सामानहरू त्यहाँ सबै छ झुलहरू सबै तर हामीले चाहिँ आफ्नो गेस्ट भयो भने चाहिँ बेडसिट पिलोहरू चाहिँ हामीले नै पठाइदिँदा हुन्छ त्यहाँ अब कहिले धोएन के छ भने त्यहाँ जाने कारण चाहिँ त्यहाँबाट नि राति देखिन्छ कि राति चाहिँ अब लाइटहरू बालेर हेर्न मिल्यो झरेर त होइन माथिबाट वरिपरि देखिन्छ बाघमाथि आउनु मिल्दैन बाघ माथि आउँदैन अनि मर्निङ र इभिनिङको साइटिङ जस्तो अब हामी त साँझ पऱ्यो भने त आउनु परिहाल्यो अब त्यहाँ भयो त अँधेरो हुँदासम्म त्यो बाटो भएर त्यो जुन हाम्रो अहिले त्यो बाघ डल्लामा खोलामा झर्ने बाघ छ नि त्यो माथि आयो भने चाहिँ त्यही ट्री हाउसको अगाडिबाट जान्छ कि त्यो अनि बिहान अर्ली मर्निङमा पनि सनराइज हुने बित्तिकै उठेर हेर्दाखेरि त्यो बाटोमा चाहिँ मोमेन्टहरू भइरहेको हुन्छ कहिलेकाहीँ त गैँडाहरू तलाएर बसिरहेको हुन्छ ट्री हाउस त्यस्तो राम्रो छ यो पुरानो गाडी भने यही गाडी हो उहाँहरूसँग मात्रै हो यो गाडी एउटा मलाई बेच्नु नि त तपाईँहरूलाई रमाइलो लागेको छ होइन उहाँलाई सोधेँ रमाइलो लागेको छ ए हामी बिहानदेखि खोजिरहेको केही भेटेको छैन दाइ बाघको केही भेटेन अहिलेसम्म अहिले यो क्यामेराले त ताक्नु पऱ्यो नि त होइन यसले चाहिँ सबै खिचिरहेको हुन्छ कि तपाईँहरूको पनि अब त्यो पछि मैले मिलाउनु मिल्छ तपाईँहरूको नि खिचिरहेको हुन्छ यो सबै यो माथि तल सबै अनि क्याप्चर गर्छ एक्सन मलाई त अहिलेसम्म देख्छ जस्तो लाग्छ बाघ दिनभरि बाघै खोजेर हिँडेपछि त बाघकै शिकार भइरहेछ बाघ त देख्न परिहाल्यो हजुर जङ्गलमा यसै हिँड्दाखेरि बाघ हेर्न भनेर हिँड्दाखेरि पर्दैन अब भन्छ यही भूमि चाहिँ कि बाघ हेर्न हिँडेपछि चाहिँ बाघ खेला परेको होइन आज दिनभरि आनन्दले हिँडे चराहरू पनि फोटो खिच्दै हिँडे बाँदरको पनि खिचे त्यो बाघको पनि यसो छोड्दै तर छिनछिनमा चाहिँ नदेखेपछि चाहिँ होइन बाघै हेर्न आएपछि त बाघको हेरेरै जाने हो जस्तो पनि हुँदो रहेछ कि यो जङ्गल अझ माछा मार्न गएको जस्तो कि यता पनि भारी छ यहाँ पनि जनावरहरू दाईहरू चाहिँ कता यतै बस्नुहुन्छ कि हामी त उता जङ्गल ए म उता काठमाडौँ हजुर नुवाकोटको हो घर हजुर म नर्सिङ केसी ओम श्री नर्सिङ केसी अर्जुन नर्सिङ केसी चिन्नुहुन्छ उहाँको छोरा हो म हजुर हस् हस् नाम के हो तपाईँको त्यही विनोद कुमार छ अब तपाईँहरूको कस्तो राम्रो नेटवर्किङ हुन्थ्यो कि पहिला पहिला एकअर्का सबजनाले चिन्ने हामी त अब साथी चाहिँ हजुर ठ्याक्कै भन्छ त सेम अलमोस्ट कलिग्स जस्तै
हजुर हजुर ऊ 78 वर्षको हो, म 77 मा हिँडिरहेको छु। हो नि त्यही मैले तपाईँ टोपी लाउन साथ फेरि नमस्ते गर्नु मन लाग्ने कि अलि अलि एल्डरली मान्छे होला होइन कस्तो छ नि, कतिजना दाजुभाइ? म त एक्लै हो दाइ एकै हो? हजुर ए अर्जुनको एउटै छोरा? हजुर अनि छोरी उसको हो, के अरे यो थापाको हो, दुलै छ नि त फेरि। हो बहिनी हो? हो के ए अञ्जना दिजु अन्जना? दिजु दिदी हो? हजुर ए, पापाले अब त्यस्तो त होइन भन्छन् तर छोरी 4वटा पाएर पनि होइन छोरै पाउँछु भनेर पनि भएको अनि सबैजना कान्छे हो त? हजुर ए फोटो खिच्यौ ल ल। उकिल हो भन्नु ल ए ल नाइस टु मिट यु। Nice to meet you too. Best of luck, enjoy. Hasan. मेरो ओम श्री नरसिंह केसी यसरी यिनीहरूले हाइट पनि देखाउने होइन क्रस गर्नै ला है होइन हामीलाई देखेर क्या चित्तल त्यहाँनिर देखिरहेछ यतै हेरिरहेछ हात्ती यता आइसक्यो तिनीहरू बाघ बाटोमा बाटो कस्तो गर गाडीमा त्यो राखेर खिच्नु दिनभर कन्ट्याक्ट कल हालेछ कि बाटो क्रस गरिरहेको पछाडि ए म त बाघ आयो भनेर त्यो पाल्यो होइन त्यो कुर्र कराएको दौडेर आइरहेको छ फुच्चे रहेछ छुट्टीको लागि बच्चाहरूलाई तिनीहरू यता तिमी यतातिर बाँड्ने हो के त कराउँछ कस्तो गर्नु यो बच्चा गरा छुट्यो नि त्यो डरले क्या डरले हात्तीलाई दुःख दिने गाली गर्नु भन्ने हात्ती मेरो साथी भन्छ नि त सेतो हात्ती होइन साँच्चै हुन्छ कि चेस गर्छ त्यसले त्यो माटो मिलेर हामीलाई कुर्यो कति भन्नु हामी चाहिँ प्रियङ्का पछाडि भाले त्यसरी म यहाँ हात्तीहरू हेरेर जङ्गलमा छु हात्तीले लहर्न लाग्छ है त ल म भिडियो देखाउँछु नि यतातिर सानो फोटो भिडियो भन्दा फोटो बुढीहरू यस्तै टाइममा फोन गर्छ कि हात्तीले लहर्न लाग्दा यताको यता बाटोमा कस्तो राम्रो त्यहाँ कति छन्
तर यिनीहरू यतै आउँछ हामी माथि ढिकमा ए अहिले नै गइदिउँ बच्चा भएर त आउँछ त्यो माथि गइदिउँ यिनीहरूलाई यस्तो यहाँबाट चाहिँ एक फोटो हानिदिनु मिल्छ क्या रोकिदिनु यहाँ रोक्छु। अलिकति अगाडि ल अझै छन् धेरै पछाडि पनि है। कहाँ छ ए पछाडि नि रहेछ यिनीहरू घुमेर यसरी त आउँदैनन् यिनीहरू योभन्दा माथि जान्न यहाँबाट यो पछाडिबाट जान्छ यहीँबाट हामी चाहिँ यिनीहरू अझै नजिक आउनु खोज्यो भने यो कर्मकसम्म गइदिनु बाटो छोडिदिउँ। त्यहीबाट ड्राइभर हेरेर पछाडि त्यति छ त पछाडि जाउँ न बाँचिरहेको खुट्टा किन त्यस्तो चल्छ त्यो गरेको धुलो उतैबाट जाँदा पछाडिको त्यो पहिरा पनि पोथी नै हो है त्यो यो सबै खोज्नु भालेहरूको चाहिँ धारा आइहाल्छ सानो आइहाल्छ त्यसको पछाडि पनि एउटा बच्चा आइहाल्छ कस्तो गर्मी भएर आइरहेछन् है यता। भागाएर दर्शाइन्थ्यो अनि किन दर्स्या त पछि पछि ला हुन्छ। सो आजको सवारी लगभग सिद्धिन लाग्यो अरे 5 बज्यो त्यो उता डल्ला जाने कि भनेर भनिरहेको थियो त्यो कम्युनिटी फरेस्टमा चाहिँ यो मन्थमा अलिकति देखिँदो रहेछ बाघ देखिरहेको रहेछ साइडिङहरू तर भर्खरै हात्तीहरूको त्यो भइहाल्यो रमाइलो लागेछ आई जस्ट वान्टेड टु स्टे इन द फरेस्ट टुडे इट वाज रियली क्वाइट टुडे द फरेस्ट वार्निङ कल्सहरू पनि सुनिएन बाघ खै आज बिल्ला आएछ तर बाघ देखोस् या नदेखोस् त्यो दिमागले जे पनि बाघ बनाइदिरहेको हुन्छ जङ्गलमा अनि इट्स क्वाइट एन एडभेन्चर म भोलि जान्छु कि जस्तो लागिरहेछ आई मिस माई फ्यामिली याद आइरहेछ मलाई अल्दो आइ एम इन्जोइङ इट आउट हियर we shall see what happens what tomorrow will bring
एकछिन है एउटा फोटो खिच्यौँ त यिनीहरूको यो हेरिरहेको चाहिँ मेरो पारी हो सीताराम चितल पाहाड उतातिर है जङ्गल छेउछाउ त्यो पनि मेन रोडमा बोलाउँदै थियो सबै त्यो फरेस्ट साइडतिर यो टाउको कनाइरहेको पनि भर्खर चिनाइने छ कुन? यो फुच्चे सबभन्दा पछाडि उयो बियर पनि लिएर आउँछ होला बुलोमा खासै देखाएर खान मिल्दैन कोही कोहीले चाहिँ अब क्यानवाला ल्याएर लुकाएर ए हिलो देखेँ कि आत्तिनु हुँदो रहेछ त्यो 4 व्हिल छैन त्यसमा फस्यो भने निकाल्न एकदमै गाह्रो छ फेरि त्यो जिप्सी ल्याएर धकलम भन्यो भने पनि अब सानो छ नि त कोहीको जाउँ आउँछ मार्किङ गरेर देख्नुहुन्छ देख्नुभयो छैन ऊ त्यो हेर्नु बाटोमा बसिरहेको टाउको देखाइरह नि सीताराम अलिकति अगाडि छ गोब्रेली मेल भएको होइन एकछिन जाउँ अगाडि जाउँ त्यो त्यही हुन्छ सर धेरै नजिकबाट त खिच्नै मिल्दैन अगाडि गएर फर्क यही थियो होइन मोबाइल छैन गोब्रेली हो मोबाइलले बनाउनु न आमा यो पनि त डर लाग्दैछ अलिकति अगाडि जाउँ त खातिर अघि तिनीहरूसित कुरा हारेको खिच्नु पर्ने है तिनीहरू चाहिँ चितुवा कुरेर बस्यो हारे भर्खरै चितुवा देखेर बिचारा त्यो अघिको टिम त्यही भएर मन बारे बाहिर निस्किसक्यो So it's 12:15. It's officially time to leave. What an experience it was, Bardea National Park. I feel like I really felt the jungle this time.
meeting with tigers, seeing tigers, leopards, seeing elephants in the wild, seeing the deers, antelopes run around like it's paradise, you know. That was all so very beautiful, scary, thrilling, adventurous, tiring, and yeah, just overall it was such a thrill. It was so good to be here by myself and be able to reflect on things and reflect on how I am and how I treat other people. And yeah, it was cool. It was really, really cool. I got to learn a lot, which I know will stay with me forever. I wanted to stay more, but I didn't have the opportunity. I didn't choose to stay this time. I shall be back for sure because it's nature. As human beings, we are supposed to spend more time in nature, in my perspective. It was really, really, really awesome, and it's time to go. It's always bittersweet when it's time to leave, even with people and places that you've just been to and met. Hopefully, there is more to come with these same people. Hopefully, these short relationships last forever. See you in Kathmandu. One last check around the room. Bye-bye, chickens. I'll see you when I see ya. Hey, take it easy, brother. Bistari. तिम्रो गर्लफ्रेन्ड छ कि छैन? बनाउनु त एउटा. नेक्स्ट टाइम बनायो भने मलाई कथा सुनाऊ है त. See you, bye. So I'm headed to the airport from Bardia Forest Resort. This is the last time I'm walking through this resort today because I'll be back. We'll see you when I see you again, man. खिचेको हेरेँ मैले Oh, you got